यो खेतको बोट चाहिँ पुरै मरेको छ। अब एक एक गरी फोटो खिच्न अलि टाइम लाग्छ। सम्पूर्ण बोटहरू चाहिँ यसमा मर्या छ। अनि माथि देखिराखेका पिल्लरहरूमा सबै मर्या छ। अब तल्लो खेतमा जान्छु। यो खेतको पनि सबै मर्या छ। उता देखिराखेका खेतहरूमा पनि सबै मर्या छ। तल्लोमा जान्छु। यो खेतमा चाहिँ सबै सकुशल छ, एकदमै राम्रो छ, एकदमै क्लियर बोट छ यो तल्लो एरियामा। यो चाहिँ लास्टको खेत हो। अनि यहाँ उत्तर र दक्षिण डिलोपट्टि चाहिँ यो घर छ हाम्रो। अनि यहाँ चाहिँ केला, अनि त्यसपछि चाहिँ पुरा कर्णाली छ, तल कर्णाली छ, केरा छ, पुरो आम पनि फल्छ। यस्तो आम पनि राम्रोसँग फल्छ। यो साइडमा अलिकति राम्रो बोट छ। आमको बोट हडी आमको रुख हो। यो साइड आलु लगाएको छ, आलु। उता केरा छ, त्यहाँभन्दा उता चाहिँ कर्णाली छ। यताबाट चाहिँ ड्रागन लगाएको पिलरहरू देखिरहेछ। यो पुरै एरिया चाहिँ मेरो नै हो, पुरा छ। यता सूर्यले गर्दाखेरि देखिरहेको छैन। उत्तर साइड कर्णाली देखिरहेछ। यो उता कर्णाली करिडोर हो। कागतीको बोर्ड लगाइरहेको छु यहाँ नजिक। यो पाखो जमिन हो। यसमा चाहिँ मैले कागती खेती गरिरहेको छु। कागतीको बोटहरू यो छ। अहिले अलिकति झाडी छ। यो पुरा खाली जमिन हो। यहाँभन्दा माथि चाहिँ पुरा कागती खेती छ। अर्को फर्म छ एउटा। कागतीको बोट, कागती पनि फलिरहेछ। केराको बोट पनि छ, कागतीको बोट। कागतीको बोट। यहाँभन्दा माथि चाहिँ अर्को फर्म छ। त्यहाँभन्दा माथि चाहिँ घेरबार छ, एउटा तार जाली हालेछ। यहाँदेखि उतैसम्म चाहिँ कागती खेती छ, केरा, कागती।